राजावादी भन्ने श्रीपाँचको सदिच्छा अनुसार ज्ञान वृद्ध भयो वृद्ध मैले पनि जात पनि ठुलो सुवेदी ब्राह्मणको संयोजकता भएकोमा आफूसँग सोधे पनि नसोधे पनि सकार्न पर्थ्यो। मसँग सोधेको हो र मलाई चाहिँ निर्देशक समितिको प्रमुख सल्लाहकार भनेर मसँग सोधेको होइन, हिजोको म होइन। तर मैले यो राष्ट्रले जगमान गुरुङको चाहिँ नि आवश्यकता बोध गरेको रहेछ भनेर मलाई, हुन त फेरि तैँले चाहिँ पद पाइस् नि भन्ने होइन, मैले अघि नै भने भन्दाखेरि हिजोको जुन बैठकले अथवा पत्रकार सम्मेलनले निर्देशक समितिको प्रमुख सल्लाहकार डाक्टर जगमान गुरुङ भनेपछि मैले त्यसलाई सकार्छु, सहयोग गर्छु। राजा मान्ने, राजाको सदिच्छा पुरा नगर्ने, राजा मान्ने राजाको सदिच्छा पुरा नगर्ने, त्यो हो नि त। भने सुखको बेलामा त चाहिँदैन मान्छे, दुःखको बेलामा चाहिने। अझ राष्ट्र विप्लव भएको छ, निर्देशक समितिको प्रमुख सल्लाहकार भनेको म चाहिँ त्यसलाई सम्मान गर्छु।